अर्घाखाँची काखमा जहाँ बिहानको हावा फ्रेश र सुनौलो घामले पात पात छुन आइपुग्छ त्यही लुकेको छ अमिले अर्थात् तिलकुवा झरना। एक यस्तो स्थान जुन धेरैलाई थाहा छैन तर एकपटक पुगेपछि कहिले बिर्सन सकिँदैन। यहाँको बस्ती साना मिलनसार घर परिवारले भरिएको, मानिसहरू सिम्पल हार्डवर्किङ र अत्यन्तै वेलकमिङ। यहाँ पुग्दा फिल लाइक होम जस्तै वार्मथ पाइन्छ। अमिले पुग्ने बाटो भनेको पहाडका कतिपय भागमा पत्थर र हरियो झाडीहरू, कतै कतै खेतका टियर्ड बादरहरू, जसले यहाँको भूगोल कति रिच छ भनेर आफ्नो आँखै अगाडि प्रुफ दिन्छ। र जब तिमी वाटरफल अगाडि बढ्छौ वातावरण एकाएक परिवर्तन हुन्छ। बर्ड्स हमिङ, पानीको आवाज स्लो स्लो फेड इन हुँदै फाइनली झरनाको पावरफुल रोर। यही हो तिलकुवा झरना, जहाँ पहाड चिराउँदै तल झर्ने पानी चम्किन्छ। जसरी क्रिस्टलमा लाइट परेपछि ग्लिटर्स देखिन्छ, बिल्कुल त्यस्तै। वाटरफल अगाडि सस्पेन्सन ब्रिज बनेको छ। त्यसमा पानी एकदमै चिसो, प्योर र रिफ्रेशिङ। टुरिस्टहरूले नेचुरल थेरापी भन्छन्, किनकि यहाँ बस्दा माइन्ड अटोमेटिकली काम हुन्छ। झरनाको वरिपरि डेन्स जंगल, हरियो मसले ढुङ्गाहरू छोपेको। कहीँ कहीँ पानीको फोहराले रेनबो पनि देखिन्छ, जसले यहाँको एम्बियन्सलाई म्याजिकल बनाइदिन्छ। र यसको कथा स्थानीयहरू भन्छन्, पहिले पहिले डौडा गाउँका किसानहरू यही झरनाको पानी लिएर खेत सिस्थे। यो पानी लाइफ अफ द विलेज मानिन्थ्यो। एकपटक पानी सुक्ने डर भएपछि गाउँलेहरूले यही पूजा गरे अनि रातभर पानीको ध्वनि अचानक बढेको थियो। तबदेखि यो झरना ब्लेस्ड वाटरफल भनेर मान्दै आइएको छ। आज भने यो झरना अर्घाखाँचीको हिडन जेम जस्तै टिकटक, युट्युब र फेसबुकमा पोस्ट हुने बित्तिकै एट्र्याक्ट हुने खालको पर्फेक्ट नेचुरल डेस्टिनेसन। यहाँ फोटो खिच्दा ब्याकग्राउन्डमा फलिङ वाटर, ग्रिनरी र नेचुरल लाइट, बस सिनेम्याटिक शट रेडी। अमिले झरना केवल एउटा झरना मात्र होइन, यो एक एक्सपिरियन्स हो, एक एनर्जी हो, एक जर्नी हो जहाँ प्रकृतिले तिमीलाई रिफ्रेश, रिचार्ज र रिमाइन्ड गराउँछ कि ब्युटी इज अलवेज हिडन इन सिम्पल प्लेसेस।